हेलो एभ्रिवान, फेरि पनि तपाईहरुलाई मेरो किचन ब्लग च्यानलमा स्वागत छ। अनि आज चाहिँ हामी फेरि धेरै दिन बाद मोमो बनाएर खानेछु। अनि यहाँ म चाहिँ मोमोको किमा यहाँ दिन्छु हो। मैले अघि चाहिँ भिडियो बनाउनु बिर्सेछ, अनि यहाँ चाहिँ अहिले चाहिँ फेरि अर्को किमाको लागि यहाँ उयो गर्दैछु, बनाउनुको लागि ठिक्क पारिरहेको छु। अनि यहाँनिर मैले प्याज अनि धनिया पनि काटेर रेडी बनाइरहेको छु, यहाँनिर नै पिस्ने भनेर। अनि यो मिक्सी चाहिँ एकदम राम्रो लाग्यो मलाई यो पिस्ने चाहिँ, किनकि दोकानहरू हुनेहरूलाई हैन, नभ्याउने ठुल्ठुलो फ्यामिली हुनेहरूलाई चाहिँ एकदम राम्रो हुँदो रहेछ यो मिक्सी। सजिलो पनि अब बनाउनुको लागि हामीलाई चाहिँ। अब चाहिँ म अलिकति पानी लगाएर यसलाई म पिस्नुको लागि नै गर्छु, स्टार्ट गर्छु पिस्नु। अनि यो चाहिँ फेरि एकदम अलिकति मिलेन भने पनि यो फेरि मिक्सी चल्दैन हो। यो यस्तो हुन्छ हो। यो चाहिँ अलिकति पनि यताउता भएको भने चल्दैन, यसलाई चाहिँ मजाले उयो गर्नुपर्छ। अनि यसलाई चलाइदिनु पर्छ, नत्र भने चल्दैन त। यहाँ हेर्नु त अनुसार पनि चल्दैन हो यहाँ, किनकि यहाँ कतै लुज भएको होला, त्यही भएर नचलेको। यसलाई फेरि एकताल मजाले म मिलाउँछु। रेडी भयो। फर्स्ट पिसेको चाहिँ यो मेरो मिक्सी यहाँनिर पिसिरहेछ। आज चाहिँ हामी धेरै दिन बाद मोमो खान आँटेको हो। यहाँ हाम्रोमा बेङ्गलोरबाट आएको छ नि त, उहाँको लागि मोमो बनाइदिन आँटेको मासुको। अनि यहाँ कौडी खेलिसकेको थिएन, आज फेरि हिजोको आधा अधुरो पैसाहरू उब्रेको छ अरे हो। अनि आज फेरि कौडी खेल्ने, झन्डै त्यो मिसिन नचलेर चाहिँ नजानेर नि कान्छा काकालाई किमा बनाउनुलाई बोलाएको थियो। तर यता त्यताबाट चाहिँ जाने सक्यो अब चलाउनुलाई, नत्र भने चाहिँ बिजोक हुन्थ्यो। आज हाम्रो हातले काट्नुपर्छ हो, घरमा छोरा मान्छेहरू हुँदैन, छोरा मान्छेहरू नभएको घरमा चाहिँ क्या यस्तो मेसिनहरू ल्यायो भने राम्रो हुँदो रहेछ। अब किमाहरू बनाउनु काटिरहनु, मान्छे खोजिरहनु पर्दैन, सबै कुरो मेसिनमा हाल्यो एकछिनमा रेडी हुन्छ। ल म पिसिसकेपछि देखाउँछु तपाईँहरूलाई। मेरो यो किमा पनि रेडी भयो हो, यो पनि निकालिसकेँ। अब म चाहिँ यहाँनिर यो प्याज र धनिया हाल्छु, अलिकति छ सबै हालिदिन्छु एकैचोटि। हेरौँ हुन्छ कि हुँदैन। मैले चाहिँ यहाँ सबै लगाइदिइसक्यो हो। यो फेरि अलिकति मजाले लागेन भने पनि यस्तो भयो भने नि यो हुँदैन, एकछिन म मिलाउँछु हो, किनकि स्टार्ट गऱ्यो भने नि चल्दैन नि त। म चाहिँ यसलाई पनि यो किमा चाहिँ मैले सोचेको भन्दा नि एकदम राम्रो भयो। मैले सोचेको थिएँ एकदम मिहिन हुन्छ होला, राम्रो हुँदैन होला भनेर सोचेको थिएँ हो। तर हेर्नु त कस्तो दामी भयो किमा। मेरोमा आइरहेको छ, मजाले हुँदो रहेछ नि त हुनु पनि। अहिले यही किमा होइन, अहिले हामीले हातले काट्नु पऱ्यो भने कस्तो साह्रो पर्थ्यो होला है। यो मेरो किमा पनि अब रेडी भइसक्यो। अब यहाँदेखिको बेसी चाहिँ मिहिन नगरौँ होला, मिठो हुँदैन मोमोमा। यतिको चाहिँ एकदम ठिकै छ हो। मेरो चाहिँ किमा रेडी भइसक्यो हो। अनि अब यहाँनिर म मैदा उयो गर्ने मुस्ने अब हातले होइन। आज चाहिँ म यो मिसिन चलाएन भनेर गाली खाएको थियो। अनि आज चाहिँ मैदा पनि म यसमै उयो गर्नेछु, फेरि पार्नेछु, कस्तो हुन्छ हेर्दै जाउँ। फर्स्ट टाइम हो चलाएको। अब यति मैदामा पानी कति लाउनु अन्दाज हुँदैन हामीलाई त होइन। अहिले कम्ती लगाइराखौँ हो। अनि त्यहाँबाट चाहिँ अहिले आस्ते आस्ते उयो गर्नुपर्छ। यहाँ फेरि एकदम मिल्नुपर्छ यो।
यो मैले अन गर्यो स्टार्ट गरेको छैन कि छैन पानी लगाएको छु पानी बेसी हुन्छ कि कम्ती हुन्छ त्यो चाहिँ थाहा भएन हो सबैले चल्दैछ मेसिन सजिलो भयो सिक्नु पनि पर्ने थियो किनकि अब यो ओभन किन्यो होइन सिकेको छैन मैले जान्दैन अब आस्ते आस्ते त सिक्छ अब फर्स्ट मेसिन चलाउँछ यसमा नि हामीले एकताल त मासुहरू पोलेर खायो ठिकै नै भयो होइन मेरो सामानहरू सबै यहाँबाट निकालेको एकदम त्यसले नै भइरहेछ हो यहाँ फेरि फुपू बधाई डान्स गर्दैछ फुपूलाई फेरि एकदम आज डान्स गर्नु मन लाग्यो अरे उहाँ ल भाइ डान्स गर्दा अब यसमा चाहिँ पानी बेसी भयो कि कम्ती भयो कि बुझेन मैले पानी लाउनु पर्छ जस्तै छ हो म अब अलिकति पानी लाउँछु पानी कम्ती भयो यसमा पानी लगाएँ मजाले नै हुँदो रहेछ हुनु चाहिँ सबै कुरो सिक्नै पर्ने रहेछ क्या अब मान्छेहरू चाहिँ डराएर हुँदैन होला सक्दैन होला भनेर सोच्यो भने चाहिँ हुँदैन नै रहेछ एकछिन ल चेक गरौँ कतिको ठिक्काको भएको छ यसमा चाहिँ गिलो नि ठिक्काको भएको छ हो तर पनि एकताल चाहिँ अलिक मजाले यसले यो गर्नुपर्छ यो चिज हातले मुस्नु पऱ्यो भने हामीलाई कति साह्रो त छैन होइन पानी चाहिँ ठिक्काको हालेछु मैले लु मेरो चाहिँ साथीहरू यो मैदा पनि मिसेर एकदम रेडी भइसक्यो हो हामी चाहिँ अब यी मोमो बनाउनुपट्टि लागेको अब म चाहिँ धमाधम अलिकति बेलिराख्छु हो त्यहाँदेखिको बनाउँदै गर्छु अब यहाँ मेरो साथी यता गरे उता गरे कान्छा काका नै आउँछ बेल्नेमा यहाँ छोरीहरू भएर के गर्नु बेल्नै आउँदैन अहिले लास्टमा चाहिँ यिनीहरूलाई बेल्नु लाउँछु यहाँ टिभी यहाँ फुपू तपाईँ चाहिँ के गर्ने मोमो बनाउने ए हुन्छ वेलकम ब्याक टु आवर युट्युब च्यानल गाइस अब हामी चाहिँ हैन हल्का रमाइलो मोमो पार्टी खान आँटेको आज चाहिँ मोमो खाइन्छ एकदम यस्तो जुसी मोमो बनाउँछ नि ओर्डर ट्यास ट्यास आँटिस त्यस्तै हुन्छ यो पनि हेर न मोमो चाहिँ नखानु खाएपछि चाहिँ एकदम आफूले सोचेको भन्दा नि दामी हुनु पर्यो मलाई चाहिँ लेबरबाट मोमो बनाउनु दिएको यो के भन्छ अरे कति बात भयो नि हामीले यसपालि मोमो तर हामीले खाइबस्छ अहिले त धेरै कम्ती भएको छ हामीले यो मोमो नानीहरूलाई चाहिँ यो मोमो दिएर चाहिँ ग्यासको दबाई दिनुपर्छ आज प्रतीक त स्कुल गएर राम्रै पैसा सबै केटाहरू कब चिन्ने पार्टिस यो रिताको चिन्ने पार्टिस त्यो राजकुमार बडाको छोरा छ नि हाम्रो बेङ्गलोर जाने मान्छेहरूलाई चाहिँ क्या अलिक मजाले खुवाएर पठाउनु बिचरा खानै नपाइकन आउँछ होला न बेङ्गलोर लो उहाँले पैसा सिक्को न चेपा गर्ने भएर गलत थिए गलत हाँस्यो नि चुराहरू सबै खोलिसित बम पनि हात्याएर पड्काउँछ कि त्यसै त्यो त अरू फोन होइन कहाँ हत्यायो भने अस्ति होइन रहेछ भएन त्यो साइरन त बजा अब हत्याएर बजा त्यहाँ पुलिस पुलिस पो पुगेछ क्या भनेर आम्मा त्यहाँ पुगेको तिमीहरू आँगनमा गयो आँगनपट्टि गयो त्यहाँ पनि चिप्दैन
सिप दिनु जानु घरमा आएर कति हाँस्यो भयो र को बाबा को बाबा घर त पछाडि मेरो पछाडि कुद्ने चाहिँ उयो रहेछ फ्रेन्ड उपरे उयो माथिको दुश्मनी अन्त उनको पासवर्ड थाहा छ म यस्तो 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 लुक मेरो हेर्नुहोस् म नमस्ते बहिनी फ्रिजमा गर्दा तपाईँ मोमो खानुहुन्छ कि हुँदैन भर्खरै किन खाएको अब बर्बाद गरेको अस्ति दिन हिजो होइन तपाईँले उयो सेलाउनु जाने भनेको अस्ति दिन अब अरूले त उयो ल्याएर गुरु मासु म पनि खाएँ मैले नखाएकोले गर्दा यसले पनि खाँदैन नि त उनीहरूलाई गोरुको मासु ल्याएर चाहिँ यसले पोटी ल्याएर यस्तै पैसा कस्तो मिठो लागेको फेरि त्यो भात कहिले थाप्दैन म यहाँ पनि त भात थापेर खाँदिनँ होइन त्यो दिन त भात थापेर खाएको खानै नबनाएको थिएन पनि प्याज हालेर हो खोर्सानी पनि थिएन नुन पनि कम्ती मासु चाहिँ फ्राई गरेर बनाएर लिएर आयो खायो मिठो लाग्यो फेरि जहाँ भात थापेर पठाएको त अन्त बिहान बाँचेको रहेछ त्यही खाइसकेर तपाईँले फोन गर्नुभन्दा अलिकति अगाडि माथेको ठिकै त अन्त मेरो चाहिँ अचार पनि रेडी भइसक्यो अचार एकदम रेडी ल साथीहरू हाम्रो मोमो पनि पाक्यो हो यहाँ अचार पनि रेडी छ यहाँ र यतिखेर गिलास राखेको जेठी कान्छी माइली साइलीको छोराछोरीले यस्तो गरिरहेको छ हो यहाँनिर पेप्सी अब म चाहिँ धमाधम मोमो लगाइदिन्छु म चाहिँ मोमो लगाउँछु लु हेर मोमो कतिवटा खाने भित्र छैन एउटा त्यहाँ ए आएमा सर्छ मोमो कति बर्खाको Get ready with me for my sister's haldi. Can you see the lesson? Minor part of the शादी में video बनाने risky thing. मैंने वाली very pretty chicken curry शरारा से मैंने खाने वाले लिए मैंने I'm just gonna use it as a liner और wash करने वाला हूँ. So कश्मीर कपड़ा है. अभी भी और इसको brown shade लेकर के. ये कांटे वाला है मोमो का भी ऐसी सेल है. बहुत ना बोलो घरको मेन गार्डन भयो भने त सबैलाई पहिलालाई उयो गर्नु होला कति हाल्ने हेर प्लेटमा अब प्लेटमा हाल्नु के प्लेटमा हाल्नु यहाँ आउन सबैजना के भन्नु त Get ready with me for my sister's haldi. Very pretty chicken curry. Where is the chutney? Chutney. What's the chutney? खाएर खाँदैन सक्दैन
नि हो खाइ ल खायो ल अरे है अन्डर चाहिँ दिएको छैन ओ माई गड डिलिसियस सस्ता भएर माथि गरिहाल्छ त आज पनि खेल्ने रामा गौडी यहाँ एकदम सबले कस्तो भयो दामी मेरो भगवानै हुन आँट्यो अन्त किन मिठो भएन भिडियो भएन म्याडम अब थप्ने गर्छु ल साथीहरू अब हामी चाहिँ मोमो खाना चाहिँ हुन अन्त त्यो नि मासुको मोमो नि खाए ल मा यता यता छोरा खाइ ल भन्दै नि भाइ नि हो यो भएन लु फेरि अब आफ्नो त यो दिँदा ओर्दा कहिले खान्छ खाने लु सबै गिलास यहाँले आज कोरोना खेल्नु जानु तपाईँ किन काकीको पैसा लुट्नु काकीको मलाई दुईतिर ए अँ त नि यहाँ सबैले न आफूलाई खानै हप्ता छ नि त कोही चल्नु खानु ल्याएर ल्याउ दिला त मोबाइल राख सबैले अनि भाउजू पो अहिले मोबाइल खेल्नु लाग्यो अलिकति आइज नि अलिकति आइज यता उता फर्क किन भयो रुनु लैजा भाइ बस लाइले मेरो लागि त खाएन होला खोकिसक्यो कसले बसाले त्यो चाहिँ के लगेको तैँले त्यो कप मात्रै लगेर पानी हालेर खाने कि भयो त्यो कप चाहिँ दिएँ भन्ने सुन्दैन लु भयो त ल साथीहरू बल्ल बल्ल यहाँ राख्छु पुग्ने बेला भइसकेपछि चाहिँ खानुपर्छ ल खाएँ ल अब म पनि राम्रै भएछ नि मोमो गैस तो दूसरे सर के पेट में भी होती है फिर वो क्यों नहीं उठते क्या हुआ दोस्त अचार लैजा त्यता हालेर हो मोमो मेरे सामने क्यों एक्टिंग कर रहा है मैं क्या दूसरे सर हूँ जो तुझे छुट्टी दे दूंगा अरे नहीं सच में दर्द हो रहा है मम्मी ने चूरन भी दिया है बोला था जाना ओए ग्याप सँग बता क्यों रहा है चुपचाप चुपचाप क्यों राठी सर की कार आ रही है मेरे देखो तुम बोले टाइम पे स्कूल आया करो दामी अरे तो यही पे यहाँमा सर भारत में सबसे ज्यादा बारिश चेरापूंजी में होती है अच्छा अब बताओ पानीपत की लड़ाई कब से शुरू हुई और कब खत्म हुई? सर पानीपत की लड़ाई 1923 से शुरू हुई थी 1925 पर खत्म हुई थी अच्छा तुम भी बोले ना चलो बताओ पानीपत की लड़ाई 1761 से 1771 के बीच हुई एक मिनट देखने दो जरा हाँ सही है शाबाश तुम लोग कब से पढ़ाई करने लगे पढ़ाई से ही आदमी महान बन सकता है और हम आप जैसा महान बनना चाहते हैं हाँ सर हमें अपने मम्मी पापा का नाम रोशन करना है दादा दादी का नाम रोशन करना है सर और कोई नाम आप बताओ जिसका नाम रोशन करना हो ऋतिक का कर दो इसे रोशन करने की जरूरत नहीं
क्यों नहीं होगी हमारे दोस्त हैं है ना कहिले त नाक पिकेर खान्छ नि एकदम छोटो यता खाएर नि भयो साइंस का लेसन लर्न नहीं हुआ है और तुम पहिलाकोमा चाहिँ मलाई प्याज मन पर्दैन नि त कैसे प्याज किया कुछ नहीं चूरन खाया हो गया क्यों बुद्धू बुद्धिवर्धक चूरन बुद्धिवर्धक हत्र पिसेको छ भने खोल्चोको थिएन गाइस अब किसी को स्टडी करने की जरूरत नहीं है क्यों दो बताए तक कैंसिल कर दिया हुँदैन क्या ग्यास गरेर No, हमें इंटेलिजेंट बनने का सीक्रेट पता चल गया है अझै यो होला पोहोरको पानी उयो धेरै स्मार्ट बन गए लिसन त्यतिखेर पनि भैँसी मात्रै बनाएको हत्र चुले भयो त्यसमा खाना के ठिक छ सिरा बोतलको मासुको मोमो चाहिँ कस्तो हुन्छ नि भयो खा नि सिको बोका बोका खानु लगायो साथी हो चूरन का चक्कर है ज्ञानमै भयो सकेर अरे अरे तुम लोग यहाँ अब यो खाइसकेर चाहिँ हामी खेल्नु जाने पौडी का जवाब देकर अपनी क्लास का नाम रोशन कर दिया और इसीलिए हम मामा खेल्नु गयो चाहते हैं तिमीहरू कहाँ खेल्नु यहाँ हाम्रो अलिकति ट्रीट के लिए तो हम हमेशा तैयार रहते हैं लेकिन बाबा खाओगे तो हदम कहते होगा तपाईँलाई बाबा लाग्यो हिजमा ल्याइसमा हाँ चूरन तो है तो पीठ के बदले वो चूरन हमको दे दो भयो तेरे तिमीलाई बस तेरा पेट तो ठीक हो गया है के भयो सपना राम्रो देखेन क्या तैँले आज अनि म त सपना देखेको भुल्यौ ल अब हाम्रो बडीले सपना देख्नु मिस धेरै ल साथीहरू बाई बाई गुड नाइट हाम्रो भिडियो यसरी लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् सबैले चलो ठीक है बाय